हामी चाहिँ यसो घुम्न जाँदैछु गाइस। अच्छा सो अब यसो घुम्न जानु पर्यो भनेर यसो भिडियोहरू बनाउँदै जाउँ भाइ। आज चाहिँ बाहिर सट्ट घुम्न जाउँ, गाइजहरूलाई पनि यसो यताको दृश्यहरू देखाउँ। फोहोर चाहिँ लास्टै फोहोर छ, हाम्रो नेपाल जस्तै हो। यता चाहिँ मेरो भाइ छ ल। ठाउँ चाहिँ यो नेपाल जस्तो नै लाग्छ होइन, फोहोर त त्यति नै छ। हेर्दै जानु त्यो भाइ मान्छे त कस्तो गाडीमा आएको। फेरि यता पनि पार्किङ चाहिँ हाम्रो उता हामी बिहान चाहिँ गाडी चढेर चाहिँ यहीँबाट जान्छ होइन, यहाँबाट चट्ट गाडी चढेर जाने हो। त्यसपछि बेलुका आइपुग्दा नि यहीँ हो। यता चाहिँ भर्खर अहिले ड्युटीबाट आउने मान्छेहरू चाहिँ यता लिइरहेको छ। हाम्रो चाहिँ छुट्टी थियो 3 दिनको लागि, ईदको कारणले छुट्टी दिएको कारणले आज त्यही भनेको मैले उता त्यो अहिले जाने नै सादा लाग्छ। यता जाउँ भाइ, यता यता यसो घुमाउँदै हिँडिरहेको छु हामी चाहिँ। यता आउनु भाइ। भाइको फेरि कपडामा चराले हालिदियो अरे, तनाव भइहाल्यो नि। हामी भर्खर निक्लेको झन्। मान्छे चाहिँ कालो छ है, फेरि हामी पनि कालै हो। सिङतानको छोरा कालो छ है अलिकति होइन। गाडीहरू आइरहेछ। यता चाहिँ हाम्रो पार्किङ हो। हामी बिहान गाडी चढ्ने चाहिँ उताबाट हो। फेरि त्यो गाडीहरू छैन, त्यो रातो गाडी त्यहीँबाट चढ्ने हो। मैले भनेको उता 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 जानु भनेको उता त्यो रम्बल त्यो बोर्डहरू छैन, त्यो बोर्डहरूबाट उता उता जानु। यहाँ देखेन, यो चाहिँ बसपाडाको गाडीको पार्किङ गर्ने ठाउँ हो। खास भन्नुपर्दा पार्किङ गर्ने ठाउँ हो यो चाहिँ गाइस होइन। अब हामी चाहिँ यसो कामसाम छैन, 2 दिनसम्म चाहिँ सुतेरै बस्यो। आज चाहिँ यसो बाहिर कतै गएन होइन। अब यता आउने रक्सी खाने मान्छे त्यही भित्र, त्यो गाडीको भित्रै होला नि। हामी चाहिँ दारू सारू केही खाइँदैन। हामी दाजुभाइ चाहिँ फेरि दारू सारू जाट रोटक्सी केही चाहिँदैन हामीलाई। हामी चाहिँ नखाए नि हाम्रो ज्यान चाहिँ फेरि पातालो छ होइन। सोच्नु होला यो गजेडीहरू लागिरह होला होइन। गजेडी पनि होइन हामी, जडिया पनि होइन। यो चाहिँ सबै गाडीहरू पार्किङ चाहिँ यता गर्छ। अझै यताभन्दा यतापट्टि चाहिँ ठुलो पार्किङ छ अझ। ल गाडी यहाँ ठोकेर कहाँनिर ऊ यहाँ के सिसै फुटेको? यहाँ चाहिँ हिजो गाडी ठोकेर चाहिँ सिसो फुटेको अवस्थामा चाहिँ पारी जाउँ न भाइ। पारी उताबाट सर्ट त्यो भित्रै रहने हो। पुलिसले समाउँछ अरे कि यस्तोमा। पोस्ट नै ल्याएन, पोस्ट त मैले रुममै छोडेछ यार। केटीहरू मात्र पुलिस आयो भने समाउँछ भनेर हामी डर लागेर कुदिरहेको छ क्या। अब यो के हो भाइ, यो ट्राफिकको लाइन देखाइरहेछ त्यसले। यो रम्बलभित्र छिरौँ अब। म र मेरो भाइ अझ घुम्न जाँदैछु होइन। अब चाहिँ रम्बलभित्र आइपुग्यो। अब यहाँ दारू खानेहरू छ, फेरि ठन्डै दारू खाने मान्छे छ होइन। यस्तो गरेर देख्नु त कस्तो होला। अलिकति क्यामेरा चाहिँ आइफोनको जस्तो होइन, यो आइफोनभन्दा अलिकति क्यामेरा चाहिँ यतिबाट राख्ने यसरी सही लाग्छ। त्यसरी यता हेर्नु अब चाहिँ यहाँका दारू खाने मान्छेहरूको मस्त भइरहेछ। हामी चाहिँ ब्लगहरू बनाइदिउँ भनेर हिँडेको मात्र है, हामीले चाहिँ खाँदैन। यो चाहिँ रम्बलको बस्ती।
खाइरहेको छ। अब भिडियो बनाउन पनि डर लाग्छ नि त हामीलाई पनि। पारा यस्तो हो, घुम्ने खाने यसरी मान्छेहरू खाइरह हुन हामी चाहिँ घुम्ने यसो रमाइलो गर्ने होइन। सो भिडियो चाहिँ बनाउन मिल्छ मिल्दैन भनेर अलिक डर लागिरहेको छ क्या हामीलाई पनि। अब मान्छेहरू खाने ठाउँमा यसरी भिडियो बनाउन त नमिल्ने, अनुभव चाहिन्छ नि त अब भिडियो बनाउनलाई पनि, त्यसैले डर लाग्छ अलिकति। भाइले चाहिँ भन्दै थियो भिडियो बनाउन अलिकति गाह्रो हुन्छ भनेर, तर हामी मुटु चाहिँ डरै छ क्या हाम्रो पनि। त्यही भएको कारणले भ्लग चाहिँ हामीले बनाउनै छोड्दैन होइन, बनाउन नछोड्ने नै हो। सट्ट लगाएर फेरि पछाडि आइपुग्छ है। अब चाहिँ है गाइज फेरि यता चाहिँ यो चाहिँ यतापट्टि आएपछि चाहिँ यस्तो रहेछ ल, क्यामेरा चाहिँ राम्रै नआउने हो, मान्छे चाहिँ राम्रो छैन होइन। राम्रो नआए नि सट्ट फेस चाहिँ देखाउन मिल्छ कि, फेरि मान्छे राम्रो नभए नि। भाइ यताबाट कस्तो अन रहेछ हो त्यो अलि मोबाइलमा यस्तो अलि मोबाइलमा यस्तो उस्तो गर्न त अलिक क्यामेरा पनि मोबाइल र पनि राम्रो छैन क्या मेरो। ल त्यसले अब त्यहीँ हान्न लाग्यो, के देखाउने यार त्यो त। ए रम्मलभित्र छिरेको चाहिँ भाइ चाहिँ चट्ट भिडियो सिडियो बनाउँदैछ कि, भाइ पनि फोटो सोटो हाल्दै भिडियोहरू बनाउँदै। कस्तो देखिरहेछ भाइ, यता हेर त, देखिरहेछ। अब यस्तो घुम्दै हिँड्यो क्या हामी पनि। मान्छेहरू यता हेर्नु ल, भिडियो बनाउनै आउँदैन क्या खासै हामीलाई, भ्लगहरू बनाउन आउँदैन, बेग्लै हुन्छ क्या। फेरि यो रम्बलहरूमा मान्छेहरू कति पाए चाहिँ बसिरहेकै हुन्छ होइन। दुबईको रम्बल घारीतिर चाहिँ हामी पनि घुम्न आएको भन्नाले हाम्रो डेराभन्दा चाहिँ रुमभन्दा चाहिँ धेरै टाढो छैन है यो चाहिँ गाइज। सो मान्छे यस्तै हो, कामसाम छैन, ढुल्ने खाने हिँड्ने। दुबईमा पैसा कमाउनलाई आएको होइन, रमाउनलाई आएको जस्तै छ। हामी त्यसरी रमाएर चाहिँ हिँड्दैन होइन। सो 3 दिनसम्म चाहिँ ईदको छुट्टी भएको कारणले यता हेर्नुहोस् त, अझ दारू खाने मान्छेहरू छ अझ होइन। यो त नेपालीहरूलाई छ। सो गाइज अब डर लागिहाल्छ नि होइन, मान्छे खाने ठाउँमा हामीले भिडियो बनाउन मिल्दैन। प्यारी समाज गई नत्र त कहाँ त्यस्तो छैन नि, हामी पनि 7 दिनको मान्छे होइन नि त। भिडियो चाहिँ अब खाने बेलामा मान्छेको भिडियो बनाउन अनुमति चाहिन्छ होइन। त्यही भएको कारणले मलाई खासै मान्छेको भिडियोहरू बनाउन मन लाग्दैन क्या, अलिकति डर लाग्छ। अच्छा, अनुमति चाहियो हामीलाई, अनुमति बिना हामीले केही पनि कामहरू गर्न सकिँदैन नि। यसो हेर्दा यता खजुर भन्ने यो हो ल, खजुर चाहिँ पाकेको छैन है। भाइ चाहिँ अगाडि हिँड्दैछ फेरि, कहाँ यहाँ चाहिँ ओह यो चाहिँ पाक्न लागेको छ है। क्यामेरा फेरि राम्रो आउँदैन नि त भाइ, यहाँ हेर न क्यामेरा कस्तो आउँछ यो पछाडिबाट। खजुर त पाक्न लागेको छ यहाँ त, टर्नै रहेछ नि। जाँदैछ हामी चाहिँ यसो, 2 दिनसम्म छुट्टी थियो, 3 दिनसम्म, त्यही भएको कारणले यसो घुम्दै ब्लग सग बनाउँदै हिँड्ने होइन। युट्युबरमा सब्सक्राइब त खासै धेरै छैन,
जस्तै केही कामहरू गर्नको लागि चाहिँ एकजनाले मात्र हुँदैन कि तपाईँहरू सबैजनाको साथ सपोर्ट चाहिन्छ। त्यही भएको कारणले हामीले केही कामहरू गर्नुभन्दा अगाडि सबैजना चाहिँ पब्लिकहरूको चाहिँ सहयोग चाहिन्छ भन्ने कुरा त सबैलाई थाहा नै होला है। सबैजनाले साथ सपोर्ट गरिदिनु होला भन्न चाहिँ चाहन्छु म नि। हाम्रो भाइ पनि भिडियो बनाउँदै हिँडिरहेछ। साउन्ड यो बोलेर त्यतिकै जान्छ नि। यो हामी भलिबल खेल्ने ठाउँमा जाने अहिले है। भलिबल खेल्ने ठाउँमा भलिबल खेलिरह हो कि छैन अहिले? अनुमति चाहिन्छ कि अनुमति बिना चाहिँ हामीले सबै काम चाहिँ गर्नलाई गाह्रो हुन्छ। यो चाहिँ मार्केटतिर आइपुग्यो, ठुलो मार्केटमा मान्छेहरू भेला हुँदैछ। हुने टाइम चाहिँ यो हो। यस्तो गरेर देख्नु मार्केटतिर हो। मार्केटतिर आइपुगेपछि मान्छेको बजार जात्रै हो क्या फेरि। यहाँनिर चाहिँ यस्तो गरेर मान्छे देख्दो रहेछ। यस्तो गरेर त मान्छेले फेरि गाली गर्छ के मान्छेको, डर लाग्छ। अनुमति बिना फेरि भिडियो बनाउन कसले दियो भन्ने कुरा आउँछ। मान्छेले जस्तै प्र्याङ स्याङ गर्न आउँदैन, यस्तै बडक बुडुक पाराले भिडियोहरू बनाउने हाल्ने। अब जिम हाल आइपुग्यो फेरि। यहाँ अगाडि यहाँ त्यो भित्र चाहिँ जिम हाल हो क्या। को मान्छे कराएको 2-4 जनाले कराउँदैमा हामी चाहिँ डर लाग्ने खालको मान्छे पनि होइन। फेरि यो चाहिँ जिम हाल हो। त्यो भित्र सट्ट गऱ्यो भने जिम हाल हो। त्यो मान्छेको त अब मेला लागिहाल्छ नि। अब त यता त फेरि यो तरकारी लिने आउने मान्छेहरू मार्केटमा जाने मान्छे त कति अब हेरि नसक्नु छ नि। दर्शकहरूले हजारौँ करोडौँ जनताहरू छन् यहाँ त अब नेपालको मात्र नभएर कतिवटा कन्ट्रीको मान्छेहरू छ होला। यहाँ हेर्नु फोहोर चाहिँ फेरि नेपालको जति नै फोहोर हो क्या। मान्छेले भन्छ ठाउँ चाहिँ बब्बाल छ भन्छ, आफूले देखाएको थिएन, यहाँ आएर थाहा भयो के सबै चिज चाहिँ कति फोहोर छ, कुन ठाउँ कुन बस्ती। भनेर चाहिँ अब आफूले भोगेर मात्र थाहा हुने हो क्या सबै चिज। त्यही भएर चाहिँ भोगेपछि मात्र थाहा हुन्छ साथीभाइ हो। मान्छेले भनेको कुरामा चाहिँ भर पर्नु हुँदैन। मान्छेले भनेको कुरामा चाहिँ भर परेर विश्वास गर्नु हुँदैन। यहाँबाट छिर्नुपर्छ। यसरी छिरेर अब क्याम्पभित्र छिर्यो गाइस। फेरि रुममै आइपुग्यो। एकछिन घुम्दैमा रुम आइपुग्छ। बाहिर जान मनै लाग्दैन, झ्याउ लाग्छ। आफूलाई चाहिँ भलिबल त आउँदैन।